Hello guys, welcome to my mini blog. So right now हम सब एयरपोर्ट में हैं, कुत्ते के तरह वेट कर रहे हैं क्योंकि कल रात बहुत ज़्यादा पार्टी हुआ था, बहुत ज़्यादा. सो ये सब पार्टी मैं लाइफ में करना नहीं चाहूँगी. और सो या हियर इज मेरो हिन्दीबाट हो नि त ब्लग. सो अनि तपाईहरुलाई एउटा कुरा भन्छु, मलाई चाहिँ नेपाल दिस इज माई फर्स्ट टाइम. सबै कुरा ठिक लाग्यो. मलाई फ्लाइटमा चढ्नु चाहिँ मन परेन, बसमा चढे जस्तो लाग्यो. एनिवेज मलाई नि आइ एम भेरी एक्साइटेड. वाइ भने चाहिँ घर जान पाउँदैछु. अनि यहाँ चाहिँ So, as you guys can see my face, उनीहरू ऊपर बिजी छ ऊपर. भोक लागेर हो. हिजो चाहिँ यताको अलि बेसी उयो भन्छ कि प्रोग्राम हो. म त यो प्रोग्राममा होइन, यता बिटिएस हिजो प्रोग्राम बेसी भयो नि है. प्रोग्राम हो अहिलेसम्म तिमी ठिक छैनौ नि. अब कुन चाहिँ प्रोग्राम हो? हौ हिजो तिमी कन्सर्ट राति, तिमी हिजो राति कन्सर्ट 5 बजीसम्म गरेको बिर्स्यौ? म त भएर आएको धरानबाट यहाँबाट बल्ल झरेको हो. ट्याक्सीवालमै जाने बुझौ. म फ्रुट्स खाँदैछु. आइपर्यो न. हेलो सिधा हो नि त यता चाहिँ फेरि तपाईँको ब्लग. हेलो हेलो म चाहिँ फेरि नि यस्तो गर्दिनँ है, मन पर्दैन मलाई. झिमझिमाउने आँखाले एक दिन अब मेरे हिंदी भाषा में भी आ रहा है, वो भी सुन लीजिए. हिंदी बोलता नहीं. आपका नाम क्या है बताइए? मेरा नाम एकदेव लिम्बू है. मैं अब सो यहाँ चाहिँ सुशान्तको प्यारेन्ट्स आर देयर, मम एन्ड सिस्टर. यतापट्टि चाहिँ हाम्रो ड्रमर हो कि, यसले चाहिँ दुनियाँ ड्रम बजाउँदै छ. ड्रम यहाँ चाहिँ सृष्टि पुरै भोक लागेको छ. छैन तिम्रो त्यो चोइसै गलत हो के. ट्रु हेल्थ कन्सियस भएको राम्रो. आज हामी है अब खुसीमा दुखी पनि छ, छुट्दैछौँ. तिमी हाँसिराख्नु है, तिमी हाँसिराख्नु है. भाइ सब फ्यामिली हो तपाईँको अब चलाएको. तिमी हाँसिराख्नु है, तिमी हाँसिराख्नु है, तिमी हाँसिराख्नु है. भाइ साहब यता त हाँस्दैन बिजी छ हो. त के खेल्नु भएको? जितेर चाहिँ अलिकति पकेट मनी दिइराख्नु हामीलाई. सो यहाँ सुशान्त फ्यामिली अनि हामी चाहिँ यसरी पर्खिरहेको छ. हाम्रो पूर्ण दाइ चाहिँ यहाँ छ. अब मैले वादा गरिहालेँ हो, वादा गरिहालेको छु. वादा छिट्टै पुरा हुन्छ है. हेलो गाइस, वेलकम टु माई मिनी ब्लग. आज चाहिँ हामी पुरा एकदमै स्ट्रगल गरिसकेको छ. यहाँ हेर उहाँलाई त एकदम सजाइ भएको छ, मलाई पनि सजाइ भइरहेको छ. के छ आजको हालखबर भन न. दामी छ, गिद्दी भएर छ. 10 बजेदेखि 5 पुगिसक्यो. यहाँ त गिद्दी दिँदैन, मार्ला. इरी नै भइरहेको छ. इरी मिन्स मोर देन इरी. Yes everybody, what's up? Wow. झिमझिम आउने हो. पुष्पा सोच के फ्लावर समझा है क्या?
फायर रे फायर त्यो पनि खिचाउ कन्टेन्ट त्यही छ जुम गरेर यसो आँखा मात्र आज चाहिँ यता चाहिँ एकदम गेम खेलेर पैसा बेसी कमाएर चाहिँ आरामको जिन्दगी जिउँदै गरेको दिनचोटि अलकत्र अरे ध्यान उदय उडान नम्बर 711बाट विराटनगर 711बाट विराटनगर र सो अहिले चाहिँ हामी कति जित्यो यहाँ चाहिँ म त यहाँ सुत्दिउँ क्या सुत्ने जग्गै छैन रहेछ We're enough. Now we're going up, up, up. पुनरेन दाजु बहिनीले दुःख पायो दुःख पाएर यहाँ यस्तो भइरहेको छ सबैले दुःख पाएर चाहिँ आज चाहिँ कति बजी आएको सुसान हामी अनि 10 बज्यो 10:30 तिर आएको होइन आज कस्तो भयो तपाईँलाई आज त बिजोग भयो बिजोग बिजोग अप्सनै छैन है उयो भइरहेको छ फेल भयो भनेर डिसपोइन्ट भइरहेको छ आज चाहिँ अलिक म पनि गएर अलिक बोल्नु खोजेँ कि तर भएन कि सर सर भनेर चिप्लेर 10 देख्थेँ प्लेनै एउटा टप भनेको मानेको छैन फर्स्ट फ्लाइट थियो कि बा उहाँ चाहिँ हाम्रो सुशान्तजीको मम है अनि तपाईँलाई आज कस्तो लाग्यो सुसान कट भएर म छोरा हुन आलेको छु छोराहरूसँग हिँडेर तपाईँको आज फ्लाइट बलपेनदेखि त्यो कोठा मेरो हेलो क्यान्सल भयो सो राइट नाउ के को राइट नाउ है 8-9 घन्टा भइसक्यो पर्खेको जिन्दगी बिजोग भइरहेको छ यस्तो छ जिन्दगी all are waiting she is very tired and she is angry right now 11 AM का फ्लाइट है Flight है। मुंबई का इतना महंगा में खरीदा अभी मेरा वो कैंसिल भी नहीं हो सकता चेंज भी नहीं हो सकता है रिस्केड्यूल नहीं हो रहा है अब मैं कैसे पहुंचूं पता नहीं दिमाग का सब दिमाग का दही हो गया है खुसी तो गाइस अभी ना हद से पार हो गया है हमें इतना गुस्सा आ रहा है हम दिखा भी नहीं सकते और सृष्टि क्या हुआ भाई कुछ करो भाई मुझे प्लेन चला उड़ाना नहीं आता तो उड़ा लेती इससे आगे कुछ नहीं तर विदाउट हर नो वर्ड्स कट यो चाहिँ अब बिहाइन्ड द सिन है कसको भन्ने चाहिँ हाम्रो माई फेभरेट ब्यान्ड पुनरेन दाजुभाइ एन्ड जिकिलास ठिकै छ एउटा ग्रिन स्यालेड गरिदिनुहोस् Sonho गरिदिनु Alcatra beautiful oh beautiful oh beautiful Joma beautiful टाढो छ Alcatra किन हाँसेको के को खुसीमा हाँसेको यति बेला त कतिमा के बिहा हुने बेला छ
किन आइरहेछ हाँसेको बाहिर तिमी? बाहिर आइरहेछ तिमी नि धरनको छेउमा छौ हो हँ? फाइनली ट्रली आइपुग्यो अब हामी निक्लिँदैछ यहाँबाट औ है ठिकला कस्तो लागिरहेछ उयो सिङ्गर जस्तो फिल लाग्छ न ब्यान्डसँग हिँडेको क्रू र मेम्बर है दिदीबहिनी ल घर जानु छ यार मेरो प्याकिङ गर्नु छ धेरै कुरा ल्याउनु छ भोलि बिहानको फ्लाइट छ टेन्सन भइरहेछ है टेन्सन बोर्डर बन्द हेलो 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 हामी पनि पुनः राई दाजुबहिनी चाहिँ हिँडेको है So finally we are going back